ज्येष्ठ वर्ण महाविहार। पाटनको सबैभन्दा प्रख्यात जात्रा रातो मच्छिन्द्रनाथको जात्रामा श्री करुणामय आर्यवलोकेश्वरको रथ पछि तानिने सानो रथमा विराजमान जटाधारी लोकेश्वर रहने विहार हो ज्येष्ठ वर्ण महाविहार। यसलाई तङ्गबाहा अनि चाकुबाहा पनि भनिन्छ। चाकुबाहाको नामबाट जटाधारी लोकेश्वरलाई चाकुबाहा देव भनेर पनि सम्बोधन गरिन्छ। रातो वर्णको यो देवतालाई पद्मपानी लोकेश्वर वा मीननाथ पनि भनिन्छ। यो देवता ललितपुर टङ्गटोलमा अवस्थित ज्येष्ठ वर्ण महाविहारको क्वापादेव हो। पाटन दरबार स्क्वायरको पश्चिम र लगनखेलको बीचमा रहेको यो ज्येष्ठ वर्ण महाविहार स्थापनाको सन्दर्भमा आफ्नै रोचक कथा रहेको छ। एक दिन राजा वृषदेव लगनखेलका अशोक स्तूपा दर्शन गर्न जाँदा बिरामी भई अचेत भएछन्। यमदूतले उनलाई यमलोक पुर्याएछन्। त्यहाँ उनले नरकमा कष्ट भोगिरहेकाहरूलाई जटाधारी आर्यवलोकेश्वरले आफ्नो जटाबाट पानी खुवाएर उद्धार गरिरहेका देखे। यमराजले वृषदेवलाई यमलोक आउने समय नभएको भन्दै पृथ्वी लोकमा फर्कन आदेश दिए। त्यसबेला वृषदेवले जटाधारी लोकेश्वरको प्रतिमा बोकेर जाने इच्छा व्यक्त गरे। वृषदेवले यमलोकमा देखेको बोधिसत्वको प्रतिमालाई सर्वप्रथम रत्नपाणी बोधिसत्व विराजमान वृषदेवले यमलोकमा देखेको बोधिसत्वको प्रतिमा बनाई मतिको देशमा स्थापना गराएका थिए। मतिको देशमा बाधा विघ्न आएपछि वृषदेवले मतिको देशबाट चक्रवर्ण महाविहार ल्याई स्थापना गरे। पछि राजाको सपनामा लोकेश्वरले भोलि बिहान विहारको छतमा देखिने सुनौलो रङको भङ्गेरा उडेर जहाँ पहिलो पाइला टेक्छ त्यही आफ्नो लागि छुट्टै विहार निर्माण गरिदिन आज्ञा दिए अनुसार तङ्गबाहामा विहार निर्माण गरी आर्यवलोकेश्वरको प्रतिमा स्थापना गरिदिए। पछि वृषदेवले यो विहारको रेखदेख गर्न भाइ बालाचरण देवलाई जिम्मा दिएपछि यो विहारको नाम बालाचरण संस्कारित महाविहारको नाममा प्रचलित रहँदै आएको छ। यस महाविहारको प्रवेशद्वारमा अन्य विहारमा झै सिंहको प्रतिमा नभई यमदूतको 2वटा प्रस्तर मूर्ति दायाँ बायाँ राखिएका छन्। विहारको बीच भागमा सुनको मोलम्बा रहितको तामाको छानायुक्त 2 तल्ले मन्दिर रहेको छ। यही मन्दिरभित्र पश्चिमाभिमुख गरी जटाधारी लोकेश्वरको मूर्ति स्थापना गरिएको छ। यहाँको सङ्घले यसलाई क्वापादेवको रूपमा पुज्दै आएका छन्। यस मन्दिर वरपर अरू पनि यमदूतहरूको मूर्ति रहेकोले जनमानसले यस देवतालाई यमराज देव वा धर्मराज लोकेश्वर भनेर मान्दै आएको पनि पाइन्छ। त्यसैले अहिलेसम्म पनि कसैको मृत्यु भएमा मृतकका परिवार सबैभन्दा पहिला यहाँ आएर दीप प्रज्वलन गरी मृतात्माको शान्तिको कामना गर्न आउँदछ। मन्दिरको दक्षिणतर्फ दिगीमा वसुन्धरा देवीको मूर्ति राखिएको छ। हरेक 4 वर्षमा सम्पन्न हुने इलन सम्वेक पर्वमा यहाँको वसुन्धरा देवीको मूर्तिलाई सबैभन्दा पहिला अग्रस्थानमा राखी अन्य स्थानका देवी देवताहरूलाई क्रमबद्ध रूपमा नागबहालमा भित्राउने चलन छ। बहालको चारैतिर चैत्य र धर्मधातु मण्डलहरूबाट शोभायमान छन्। यस महाविहारको लगनखेल स्थित अशोक स्तूपासँग विशेष सम्बन्ध रहेको छ। यस विहारका स्थविर आजहरूको नयाँ लिगो कार्य विहारमा नभई स्तूपामा हुने गर्दछ। महाविहारको 10 जना स्थविर आजु र सङ्घ सदस्यहरूले यहाँका सम्पूर्ण विधि र धार्मिक कार्य गर्दै आएका छन्। सङ्घ सदस्यहरूले उमेर क्रम अनुसार
पालै पालो पापादेवको रेखदेख र नित्य पूजा गर्ने गर्दछन्। सबैभन्दा ज्येष्ठ थापाजो आगो घरमा रही वसुन्धरा देवीको नित्य पूजा र आरती पूजा गर्ने गर्छन्। यस बिहारमा सँग भोजन, सामूहिक चुडाकर्म जस्ता धार्मिक गतिविधिसँगै अनेक पूजा विधिहरू हुने गर्दछ।